ओए कस्तो एउटा आयोलाई चाहिँ एकचोटि स्योर चाहिँ कहाँ यार बसिरहेको मान्छेलाई झन्डै झारिदिनु लाग्छ थाम्नै नसकिने गरी के हेलो गाइस वेलकम टु माई न्यू ब्लग त्यही हो छ हजुरहरूको हालखबर फेरि अब के भनौँ होइन दिमाग खराब भएर अघि राइडलाई निस्किसकेको पनि के भएर दिमाग खराब लागेको किन एरिया यस्तो ठाउँमा पनि छुट्टी पार्ने प्याएको तपाईँ हजुर प्याएको म राइट हजुर प्यासेन्जर लिनु गएर म प्यासेन्जर लिनु जानु लाग्यो यहीँ हो ए हो हजुर बसबाट जानु हजुर बसबाट जानु अफलाइन जाँदिनँ कि म गइदिएर अफलाइन एकदम खत्तम लाग्छ मलाई मनै पर्दैन अफलाइन जानु हुन त पैसा अलिक धेरै आउँछ म अफलाइन जानै भन्दैन प्यासेन्जरहरू उठाउनु नि आफूलाई रिस्क हुन्छ बाहिरहरू म यहाँ बस्नु त पुरा आएको छु मुड अफ भइरहेको छ यहाँ पनि बाटो बन्द गरिन्छ गर्छ के गर्छ यार एउटा प्यासेन्जर अब यहाँको गर्दैन हेर गाइसमा आज यहाँको चाहिँ मलाई आएको दिमाग छापेको छ यहाँको कोरियर गरेर मुडै खराब गरिदिएको थियो यहाँको त्यही भएर मैले नगरेको इन्टरनेट मात्र बस्छु हेलो हजुर लोकेसनमै हुनुहुन्छ ए हस् हस् यहाँ त प्यासेन्जर इन्टरनेटमा लिन जानु लाग्छु दिउँसै राइडमा निस्किसकेको थिएँ यस्तो भयो हेलो गाइस वेलकम टु माई न्यू ब्लग अहिले दिउँसोको कोरियर पाएको छ रञ्जना कम्प्लेक्स कहाँसम्म हेरे बेमा त्यत्रो 4 किलोमिटरसम्म पनि दिन जान्छ र के गरिदिन्छ यार यहाँको यस्तो नै गर्नुहुन्छ यार यहाँको 104 रुपियाँ कति किलोमिटर पुऱ्याउनु पर्ने हो यो कहाँ हो पुऱ्याउनु पर्ने चाहिँ यार यस्तो छ घर पसन्द देखाएको खोइ ए भनिदिन्छु म त्यो भ्याउँदैन भनेर भनिदिन्छु यसलाई कल गर्नु पऱ्यो
हेलो हजुर म यता कहाँ यता डल्लुमा छु यहाँबाट कम टाढा छ उता रञ्जना गल्ली होइन त्यही त अहिले बेलुका त जाम पनि हुन्छ त्यो क्यान्सल गरेर उ गर्नुहोस् न है ठ्याक्क म तपाईँलाई कल गर्न लागेको थिएँ हजुर मलाई कहाँ डल्लु ए मैले क्यान्सल गरेँ भने मेरो प्रो लेभल जान्थ्यो हजुरले गरिदिनुहोस् न है त्यसो यतिकै छोडिदिइराख्नु ल कस्तो प्यासेन्जर त हेर्छ नि लस्सी पसल छ नि हजुर हो पसेन है मैले देखेको तर हजुरले चाहिँ त्यो व्हाइट कलरको उलाइराख्नु भएको छ हो यता साइडमा आएको हो भने कस्तो रङ साइडबाट जानुपर्ने भयो नि म हजुर ए हुन्छ हजुर यो ब्यागहरु अगाडि राख्दिनु मिल्छ? ए मिल्छ दिनुहोस् त हजुर यहीँ हो ए हुन्छ ए हस् ए हस् वेलकम ए हस् वेलकम दिउँसोको प्यासेन्जर क्या दिमाग खराब थियो यार केटी मान्छे पनि कस्तो लौडा जस्तो बोल्ने थियो अहिलेको प्यासेन्जर क्या पोलाइटनेस क्या हजुर हो ए हजुर राइटबाट ए हुन्छ
भाइब चाहिँ यस्तो छ अहिले 6:30 बजे यस्तो छ लखनऊको भाइब सातुन्तीबाट बिताएछ सातुन्ती बिताएछ अब बल्ल ल भन्दै थियो भनेर माइ गॉड कमेन्टतिर त झाडै हुँदैन नि थाहा छ गाइस भिडियोहरू पाकिस्तानको स्टार हुन्छ यही हो कि प्यासेन्जर त उसको लोकेसन अलिक यही हो हिमालयन अरेबिका बिन्स हेलो हजुर म लोकेसनमा आइपुगेँ हजुर हो ए हजुर ए हुन्छ कहाँ भएर जाँदा सहिलो यो यतै जाँदा सहिलो होला होइन कता हो हजुर ए हजुर ए हस् वेलकम हजुर हो चोछे होइन ए हुन्छ बस्नुहोस् न ए त्यही भएर कल नलाग्यो
कतातिर हो झोसे ए यतै हुन्छ ए बस हजुर 50 ए होइन होइन ए जेब्रा क्रसिङ पछाडि नै हो तपाईँ कता हो त्यसले हजुर 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 ए हुन्छ भयो है हुन त यहीँ पछाडिबाट गए नजिक रहेछ है यहाँ पछाडिबाट गए नजिक रहेछ लोकेसनले त्यही दिइरहेको छ त्यहीबाट अहिले त बेलुका त जामसाम हुँदैन छेउ हुँदैन Thank you. Yes, welcome. हजुर म यो लोकेसनमा आइसकेँ त ए हजुर हजुर Yes. गाडीले हान्ला नि उता साइड भयो
राइट हो ए हजुरलाई कलै लागिरहेको थिएन कि ए हजुर ए के पसल अनि त्यो आगो बाल्दै आउनु भइरहेको थियो त्यही भएर सोधेको थिएँ कि त्यो अर्को चाहिँ बहिनीले ए हजुर त्यस्तो पत्रिका बाटेर ल्याउँछ त्यो पसलहरूमा लास्टमा के भयो भने यस्तो यस्तो देखाउँछ भन्छ नि होइन ए होइन यो भर्खरको झर्नी बहिनीले आएको त्यस्तो पत्रिका बाटेर लिएर जस्तो लागिरहेको थियो ए ए ए ए पार्ट टाइमै हो पार्ट टाइम भनौँ पार्ट टाइम पनि यही हो फुल टाइम पनि यही हो अरू अफिस सर्भिस गर्दिनँ जति बेला मलाई आयो त्यतिखेरै हो कि कहिले हजुर अरू जब भइदिएको पार्ट टाइम जब भन्नु नि त नि ए पहिला मार्केटिङ गर्थेँ झ्याउ लाग्यो अनि त्यस्तो होइन म चाहिँ ए ए ए ए ए सहकारीमा ए सहकारीको नि मार्केटिङै भन्छ क्यारे झ्याउ लाग्दो छ नि त्यो घाम पानी पऱ्यो त्यो पऱ्यो हिँडै गऱ्यो कम झ्याउ हुन्छ ए ए ए अहिले चाहिँ यहाँ अहिले चाहिँ यता चाहिँ केमा नि हजुर ए ए ए यतिखेर छुट्टी हुन्छ कि सिफ्ट अनुसार ए ए ए त्यही चाइनिज रेस्टुरेन्टमै हो त्यही चाइनिज रेस्टुरेन्टमै हो ए केमा हो नि तपाईँ चाहिँ होइन रेस्टुरेन्टमा चाहिँ केमा वेटर ए स्यालेरी त राम्रो दिन्छ होला नि चाइनिज रेस्टुरेन्ट भनेपछि चाइनिज रेस्टुरेन्ट भनेपछि स्यालेरी मिठो दिन्छ होला नि ए होइन चाइनिजहरूले खोलेको हो यो रेस्टुरेन्ट ए ए समयतिर नि पुरा चाइनिजै भइसक्यो धेरै जस्तो समयतिर धेरै जस्तो चाइनिजै छ भन्छ उनीहरूले दिइसक्यो भन्छ घरहरू त्यहाँ किन्ने चाइनिजहरूले हो भन्छ ए हजुर ए ए ए ए हस्
Yes. पुग्नलाई हजुर हो वक्त काट्यो होइन ए हस् ए हस् अलि हजुर ए हजुर हजुर चाहिँ रौतकालीमै बस्नुहुन्छ ए म त्यही नर्देवी बस्छु त कहिलेकाहीँ गर्छु कहिलेकाहीँ गरिरहेको हुन्छु ए ए हुन्छ कल गर्नुहोस् न कहिलेकाहीँ ए ए ए हुन्छ कल गर्नुहोस् न हजुर 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 ए ए ए पुग्नुपर्छ कि पर्दैन ओए कस्तो उठाएवाला चाहिँ एकचोटि स्याहार चाहिँ कहाँ यार बसिरहेको मान्छेलाई झन्डै झारिदिनु लाग्छ थाम्नै नसक्ने यार के गर्यो त त्यसलाई चाहिँ पुग्न लगाउनु त हजुर त्यसलाई चाहिँ पुग्न लगाउनु एकचोटि त्यहाँ रोकिरहेको देख्दा देख्दा पनि यार ल्याएर भ्ल्याट्टा हान्दिएछ त्यही भने त्यो छ होला कि पक्कै छ त्यो भाग्न खोज्यो हो कि त्यो यहाँ पनि पुग्न लगाएर के यिनीहरूको काम त डेन्जर काम पाएछ त टाढो निस्केर पनि भर्खर पुगेर आइसकेको त भने ट्याक्सीहरू मात्र चेक गरेर हो कि बाइक स्कुटर पनि हो ए हामीलाई त होइन हजुर हजुर ए ए ए मान्छे अगाडि नेपाली चाहिँ पढेन चाइनिज त्यहाँदेखि दिन दहाडे विकेन्ड भयो नि तपाईँले दिन दहाडे त्यो दगरमार्गमा त दिन दहाडे बस्नु ए चेकिङमा पछि चेकिङ होइन ट्याक्सीलाई त यस्तो चर्चाइ बालेर चेक गर्छ ए यो दगरमार्ग दिउँसै चेक गर्छ वर्षाबाट भयो किन हजुर पास अराउन्ड चाहिँ यहाँबाट भएको रहेछ क्या त्यो एरियाबाट ए तर यहाँ ठमेलतिर धेरै चाइनिजहरू किनेर बसिरहेछ भने त्यस्तै काम गर्छ भन्छ है यतातिर प्रायः घरहरू चाइनिजहरूले किनिरहेछ अरे ठमेलतिर त ठाउँ यस्तै हो जहिले लफडा मात्र पर्ने
रमाइलो हुने ठाउँ पनि है, लफडा धेरै पर्ने ठाउँ पनि है। खाल्टो ए स्कुटी नि हलिरहेको हुन्छ नि, रिक्स हुँदैन हुँदैन त्यस्तो त। ए हस् ₹100 कमाउने ठाउँमा ₹1000 सिद्ध्या जस्तो हुन्छ अनि हजुर त्यस्तोहरूले त ल्याङल्याङ गऱ्यो भने त अनि ठोकिने ओड्ने हजुर। ओर्लिदिने हुँदो रहेछ नि है, कतिजना त ओर्लिने होइन त पैसा दिइसकेको थियो त्यसले, अनि त्यही हो, त्यही भएर ठिकै भयो। ओर्लिने नै हुँदो रहेछ मैले थाहा पाएको अनुसारले चाहिँ। मेरो घर यहीँ हो भने बाटोमा झरिदिरहेको त्यसको घरवाला चाहिँ पुऱ्याइदेऊ है, यस्तो खाइरहेको छ भने। अनि त्यसको साथलाई कल गरेँ, ल ल भयो त्यही छोडिदिनु भनेर भन्यो। फोन पे गर्नुहुन्छ? कहिले कहीँ नपाउँदा कल गर्नुहोस् न, म यता घरतिरै भएको बेला लिन आइदिउँ ल। ए पाइरह हुँदैन, ए नजिक भएर नि नपाउने हो कि त्यही हो कि। होला सायद गर्दा गर्दा 10:30 हुन्छ। आजै मात्र होला अलिक चाँडै भएको, त्यो पनि अब चाँडै नै मैले इन्ड्राइभै चाँडै गरेको भएर 9:50मा इन्ड्राइभ गरेको। हजुर हजुर आयो ए यता चाहिँ चेकतिरमा झोलाहरू हो सबै। यो भोलि उताको पालो छ कि ए दुईवटा ब्रान्च छ। हजुर ए पार्टी 18 किलोमिटरको 400 जान्छ तर सारा चिन्ता भयो नि त गाइस। ल है त गाइस, अब म घर चाहिँ गइन्छ बरु। अब गाइस यति भन्दै आजलाई म बिदा चाहन्छु। हस्त बाई बाई, टेक केयर, गुड नाइट सबजनालाई। स्विट ड्रिम्स।